हाम्रो लाइफको कुनै कुनै मोमेन्ट हामीले सोचे भन्दा पनि एकदमै स्पेशल भइदिन्छ। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। म रितिका। दिनको सुरुवात चाहिँ सधैँ चाहिँ तातो पानी खाएर भएको थियो। पानी खाइसकेपछि म अरू कामहरू गर्न लागेँ। आज चाहिँ म अलि धेरै एक्साइटेड थिएँ किनभने मेरो साथी आउन लागिरहेकी थिए अनि त्योसँग आनन्दले गफ नगरेको पनि धेरै भइसकेको थियो। त्यो आई, खानासाना खायौँ अनि हामी मजाले गफ गऱ्यौँ, कुराहरू सेयर गऱ्यौँ। त्यसको कामले गरेर सेन्ट्रल मल गएको थियौँ। त्यसले मलाई हिँडमा तँलाई मिठो किमा नुडल्स खुवाउँछु भने हामी चाहिँ वेकअप क्याफे गएको थियौँ विराटनगरको। त्यहाँ गएर फर्स्टमा चाहिँ हामीले कफीहरू खायौँ। खासमा म चाहिँ यहाँ फर्स्ट टाइम आएको थिएँ क्या। अनि किमा नुडल्स अरू खानेकुराहरू पनि मगायौँ, मोमो, चिकन कुरकुरेहरू। ओभरअल खानेकुराहरू मलाई एकदमै मिठो लाग्यो। लास्टमा डेजर्ट नखाने त कुरै भएन। अनि हामी लाग्यौँ दुवैजना दुबीतिर। खासमा चाहिँ मेरो मामाको बर्थडे थियो अनि उहाँलाई सरप्राइज दिने प्लान थियो क्या हाम्रो चाहिँ। ठ्याक्क मामा घर पुग्दा मामाहरू पनि घुम्न जानुभएको रहेछ। हामी पुग्यौँ, एकछिन पर्ख्यौँ अनि मामाहरू आउनुभयो। उहाँलाई सरप्राइज दिउँ, एकदमै खुसी लाग्यो। म र मेरो बहिनी धनिया लिन गएको थियौँ। फेरि मेरो बहिनीलाई पानीपुरी खानु पर्यो। पानीपुरी खाएर मामा घरमा खाना खाएर हामी चाहिँ घर फर्क्यौँ। आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ।